लो नेपाली फुटबल फ्यान्स, आज भएको ट्रान्सफर युनाइटेड भर्सेस एपिएफएफसीको गेम चाहिँ बराबरी भएको छ र यो हाइलाइट हेर्न सक्नुहुन्छ तपाईँहरू। एकदमै राम्रो मौका थियो एपिएफको लागि, धेरै चान्स पाएको, तर किप्पर चाहिँ एकदमै खतरा थियो। आज ट्रान्सफर युनाइटेडको एकदमै राम्रो गेम थियो र लास्टमा ड्र हुन पुगेको छ। 0-0 गोलले सकेको छ यो गेम। हेर्न सक्नुहुन्छ यो मिना देउबाको एकदमै राम्रो रनिङ र नटमेक हेर्न सक्नुहुन्छ। उहाँले एकदमै राम्रो खेल्नुभएको थियो आजको गेम। उहाँको धेरै न धेरै बलहरू, धेरै राम्रो चान्सहरू पाउनुभएको थियो र तर फिनिसिङमा थोरै कमी देख्यो र उताको किप्पर चाहिँ एकदमै दमदार थियो र गेम आजको बराबरी हुन पुगेको छ र हाम्रो एपिएफएफसी चाहिँ टेबलको सेकेन्डमा रहेको छ गाइज। एकदमै राम्रो सट हानेको थियो। यहाँ हेर्न सक्नुहुन्छ आजको किप्परले एकदमै राम्रो बचाउनु भएको थियो। एकदमै राम्रो रेणुका नगरकोटीले र सरु लिम्बूले धेरैले एकदमै राम्रो हानेको थियो र तर गोल चाहिँ हुन सकेन र 0-0 मै समाप्त भयो। हेर्न सक्नुहुन्छ तपाईँ यो हाइलाइट्स हेर्न सक्नुहुन्छ। अनिता बस्नेतले एकदमै राम्रो खेल्नुभएको थियो र हेर्न सक्नुहुन्छ तपाईँहरू। यो हेडर पनि एकदमै राम्रो थियो, एकदमै राम्रो ट्राई गर्नुभएको थियो हाम्रो मिना देउबाले। लास्टसम्म पनि हेर्न सक्नुहुन्छ। आम्मामा अनिता बस्नेतको यो ठाउँबाट एकदमै राम्रो पास थियो, तर गोल चाहिँ हुन पुगेन। र यहाँ हेर्न सक्नुहुन्छ किप्परलाई। यहाँ हेर्नुहोस्, हाम्रो रश्मि कुमारी घिसिङले ल्याइरहेको बललाई हेर्नुहोस्, किप्परले टच गरेर, ओ माई गड, एकदमै राम्रो सेभ। आज चाहिँ सबैभन्दा राम्रो खेल्ने चाहिँ ट्रान्सफर युनाइटेडको गोलकिप्पर हुनुभएको छ गाइज। आज मलाई लाग्छ, आशा छ उहाँ म्यान अफ द म्याच पनि हुन सक्नुहुन्छ जस्तो लागेको छ मलाई। उहाँले एकदमै राम्रो खेल्नुभएको थियो र यहाँ हेर्न सक्नुहुन्छ हाम्रो रश्मि कुमारी घिसिङ।